श्रीलङ्कामा चाहिँ अलिकति कन्फ्युजन के हो भने हामी साउथ एसियामा फेडरल सिस्टम भनेर नेपाल, इन्डिया र पाकिस्तानलाई मात्र भन्छौँ। अरू कन्ट्रीहरू चाहिँ युनिटरी बेसमा चलेको भन्ने कुरा आउँछ। तर श्रीलङ्का चाहिँ के छ भन्दाखेरि यो हेर्दाखेरि चाहिँ नि फेडरल सिस्टम जस्तो देखिने, तर चाहिँ हुन चाहिँ युनिटरी बेसमा चाहिँ चलिरहेको छ है एडमिनिस्ट्रेसन। यो चाहिँ किन यस्तो हुन्छ होइन, प्रोभिन्सहरू पनि छ, लोकल बडिजहरू पनि छ, तैपनि यसलाई चाहिँ फेडरलिजम चाहिँ भन्दैन। किनभने फेडरल सिस्टम हुनको लागि चाहिँ सेन्ट्रल गभर्मेन्टले लोकल बडिजहरूलाई चाहिँ पावर चाहिँ डिभोल्युसन थ्रुबाट दिनुपर्छ, कुनै लिगल प्रोभिजनको माध्यमबाट लोकल अथवा प्रोभिन्स लेभललाई चाहिँ पावर पुर्याउनु पर्छ होइन। त्यसरी डिसेन्ट्रलाइज भयो भने त्यसलाई चाहिँ हामी फेडरलिजम भन्छौँ। तर श्रीलङ्काको केसमा चाहिँ प्रोभिन्सहरू र लोकल बडिजहरूमा पावर चाहिँ दिएको छ, तर डेलिगेटेड चाहिँ पावरहरू बढी छ, डिकन्सन्ट्रेसन पावर बढी छ, डिभोल्युसन बेसिसमा चाहिँ पावर डिसेन्ट्रलाइज चाहिँ नभएको हुनाले हामीले त्यसलाई चाहिँ नि युनिटरी गभर्नेन्स सिस्टम भन्छौँ। एउटा पाटो त्यो हो। अर्को विषय भनेको फेडरल स्टेटहरू बन्ने भनेको चाहिँ नि होइन केही निश्चित एउटा सैद्धान्तिक आधारहरू हुन्छन्, सामर्थ्यको आधार र पहिचानका आधारहरू हुन्छन्। त्यसलाई चाहिँ नि आधार बनाएर होइन राज्यको चाहिँ नि फेडरल स्टेटहरू फर्मुलेट भएको हो भने त्यसलाई फेडरलिजम भन्न सकिन्छ, होइन भनेदेखि त्यसलाई फेडरलिजम भन्न सकिन्न। त्यसले गर्दाखेरि श्रीलङ्कामा यो दुइटै कुरा रहेन होइन। त्यहाँ एउटा पहिचान र सामर्थ्यको बेसिसमा चाहिँ नि फेडरल स्टेटहरू निर्माण गरेको पनि होइन। त्यहाँ चाहिँ नि तपाईँको डिभोल्युसन बेसिसमा चाहिँ सेन्ट्रल गभर्मेन्टले आफूसँग भएको पावर, रिसोर्स, अथोरिटी होइन त्यसलाई चाहिँ डिसेन्ट्रलाइज गरेको पनि होइन। त्यसले गर्दा प्रोभिन्सहरू छन्, डिस्ट्रिक्ट लेभलमा पनि विभिन्न लोकल बडिजहरू छन्, तर के छ भन्दाखेरि फेडरल सिस्टम चाहिँ छैन भनेर एउटा कुरा चाहिँ क्लियर चाहिँ त्यो हुनु होला है। र अर्को विषय चाहिँ अहिले चाहिँ जो यो श्रीलङ्कामा 9वटा प्रोभिन्सहरू थियो, यसको चाहिँ 1833तिर चाहिँ नि यो मात्रै प्रोभिन्सको व्यवस्था 5वटा प्रोभिन्सहरू मात्रै बनाएको हो होइन। यसलाई चाहिँ इस्ट प्रोभिन्स, वेस्टर्न प्रोभिन्स, साउथ इस्ट प्रोभिन्स होइन, नर्थर्न प्रोभिन्स अथवा सेन्ट्रल प्रोभिन्स भनेर 5वटा होइन, 5वटा प्रोभिन्सहरू इस्ट, वेस्ट, नर्थ, साउथ र सेन्ट्रल पोइन्ट भनेर 5वटा प्रोभिन्स थियो। पछि गएर यसको प्रोभिन्सहरू चाहिँ विभिन्न कालखण्डमा होइन 1889सम्म आउँदाखेरि यो चाहिँ नि विभाजित हुँदै होइन, वेस्टर्न प्रोभिन्स चाहिँ नि नर्थ वेस्टर्न बन्यो होइन, फेरि त्यो डिभाइड भएर फेरि तपाईँको चाहिँ नि नर्थ सेन्ट्रल प्रोभिन्सको रूपमा बन्यो होइन। अनि तपाईँको सेन्ट्रल प्रोभिन्स पनि डिभाइड भयो होइन। हो यसरी विभिन्न काल समयमा चाहिँ नि 5वटा प्रोभिन्सहरू डिभाइड हुँदै जाँदाखेरि 9वटा प्रोभिन्सहरू बन्न गएको पाइन्छ। अहिले चाहिँ 9 प्रोभिन्स र 25 डिस्ट्रिक्टको रूपमा चाहिँ श्रीलङ्काको चाहिँ एउटा स्ट्रक्चर त्यस्तो छ गभर्नेन्सको भनेर चाहिँ हामीले बुझ्नुपर्छ होइन। अब यसले प्रोभिन्स लेभल एडमिनिस्ट्रेसनलाई के भन्छ भने श्रीलङ्का इज युनिटरी स्टेट एन्ड इज डिभाइडेड इन्टु 9 प्रोभिन्स, इज गभर्न बाई द प्रोभिन्सियल काउन्सिल होइन। प्रोभिन्सियल काउन्सिल चाहिँ हुन्छ। यो श्रीलङ्का भनेको चाहिँ नि सेमी प्रेसिडेन्सियल गभर्नेन्स सिस्टम हो। त्यहाँ टोटल प्रेसिडेन्सियल सिस्टम पनि छैन र टोटल पार्लिमेन्टरी सिस्टम पनि छैन। प्रेसिडेन्ट चाहिँ जनताबाट भोटिङ होइन एउटा राइट प्रयोग गरेर नागरिकहरूले इलेक्सन बेसिसमा चाहिँ प्रेसिडेन्ट चाहिँ बहुमत ल्याएर जित्छ। तर त्यहाँको चाहिँ प्राइम मिनिस्टर फेरि चाहिँ पार्लिमेन्टबाट संसदमा बहुमत प्राप्त दलको नेताले चाहिँ एउटा चाहिँ एक्जिक्युटिभ पावर एक्सर्साइज गर्ने सन्दर्भमा होइन त्यसरी मनोनयन हुन्छ, चयन हुन्छ र त्यहाँबाट चाहिँ नि पार्लिमेन्टबाटै केही मान्छेहरू क्याबिनेटमा आउँछन्। त्यस्तो खालको दुइटै संरचना, राष्ट्रपति र प्रधानमन्त्रीको दुइटैको एक्जिक्युटिभ पावर चाहिँ नि होइन दुइटैको बिचमा चाहिँ विभाजित हुन्छ र उनीहरूकै कोअपरेसन र नेगोसिएसनबाट गभर्नेन्स सिस्टम चल्छ। त्यसले गर्दाखेरि अलिकति कम्पेरिटिभली चाहिँ प्रेसिडेन्ट बलियो हुन्छ होइन। उसले नै प्रोभिन्स र लोकल लेभलमा पनि आफू होइन अनुसारको चाहिँ नि एउटा एक्जिक्युटिभ पर्सनहरूलाई अपोइन्ट गर्ने सिस्टम चाहिँ श्रीलङ्कामा पाइन्छ भनेर हामीले बुझ्नु पर्यो। प्रोभिन्समा हामी पढ्दै गर्दाखेरि इच एन्ड एभ्री प्रोभिन्स अफ द श्रीलङ्कन गभर्मेन्ट हेज देयर ओन गभर्नर होइन, आफ्नै खालको एउटा गभर्नरको सिस्टम हुन्छ। गभर्नर अपोइन्टेड बाई द प्रेसिडेन्ट रिप्रेजेन्ट द हेड अफ द प्रोभिन्स एट द प्रोभिन्स लेभल। प्रोभिन्समा प्रोभिन्सको एउटा प्रमुखको रूपमा चाहिँ नि गभर्नर हुन्छ होइन। त्यो गभर्नरलाई कसले नियुक्त गर्छ भन्दा राज्यको चाहिँ राष्ट्रपतिले नियुक्त गर्छ। राष्ट्रपति भनेको एक्जिक्युटिभ पावर बेस्ड एउटा इन्स्टिट्युसन हो होइन, अथोरिटेटिभ बडी हो। त्यसले के गर्छ भन्दाखेरि प्रत्येक प्रोभिन्समा एउटा चाहिँ नि गभर्नरलाई चाहिँ अपोइन्ट गर्छ भनेर हामीले बुझ्नु पर्यो।
The governor has significant power to approve or reject the statute passed by the provincial council. एउटा प्रोभिन्समा प्रोभिन्सियल काउन्सिल हुन्छ, इलेक्सन बेसिसमै एउटा प्रदेश सभा जस्तो हुन्छ। त्यो सभाको काम भनेको केही लिगल प्रोभिजनहरू निर्माण गर्ने हो, तर सेन्ट्रल गभर्मेन्ट्सको केही न केही सल्लाह परामर्शमा उसको चाहिने होइन रेगुलेसनमा बन्छ। टोटल अटोनोमस होइन, टोटल इन्डिपेन्डेन्ट होइन, सङ्घीयता जस्तो होइन। प्रदेश सरकारलाई चाहिँ त्यो खालको पूर्ण अधिकार चाहिँ छैन, तर केन्द्रीय सरकारको अलिकति बर्डन घटाउनलाई, कार्यबोझलाई चाहिँ कम गराउनुको लागि मात्रै प्रोभिन्स र लोकल बडिजहरूलाई के अथोरिटी चाहिँ दिएको पाइन्छ होइन। अब गभर्नरको काम के हो भन्दा प्रोभिन्समा भएको जुन एउटा प्रोभिन्सियल काउन्सिल छ त्यसले बनाएको केही रेगुलेसनहरू, केही लजहरूलाई चाहिँ अप्रुभ गर्छ अथवा रिजेक्ट गर्छ होइन। त्यो खालको अथोरिटी गभर्नरलाई हुन्छ प्रोभिन्स लेभलमा भनेर बुझ्नु पर्यो। अर्को विषय चाहिँ के छ भने तपाईँको चिफ मिनिस्टर एन्ड द काउन्सिल अफ मिनिस्टर होइन। यो प्रोभिन्समा यो खालको पनि व्यवस्था छ। चिफ मिनिस्टर इज एक्जिक्युटिभ हेड अफ द प्रोभिन्स सपोर्टेड बाई द इलेक्टेड मेम्बर अफ द प्रोभिन्सियल काउन्सिल। प्रोभिन्सियल जुन काउन्सिल छ, संसद छ, त्यो संसदमा बहुमत प्राप्त दलको नेतृत्व होइन ले नै के गर्छ भन्दाखेरि एउटा प्रदेशमा एउटा सरकारको समीकरण निर्माण गर्छ, एक्जिक्युटिभ पावरको एक्सर्साइज गर्छ। चिफ मिनिस्टर इज इलेक्टेड बाई द मेजोरिटी इन द प्रोभिन्स काउन्सिल। प्रोभिन्स काउन्सिलको मेजोरिटी भोटबाट नै चिफ मिनिस्टर आउने हो र रेस्पोन्सिबल फर द इम्प्लिमेन्टेसन अफ द पोलिसी एन्ड ओभरसिङ द प्रोभिन्सियल एडमिनिस्ट्रेसन। प्रदेशको चाहिने होइन प्रशासनलाई चाहिँ हेर्ने कुरा, त्यसलाई चाहिँ सञ्चालन गर्ने नेतृत्व कसले गर्छ भन्दा त्यसको मुख्यमन्त्री अथवा त्यसको होइन क्याबिनेट अथवा चाहिँ मन्त्रीमण्डलले त्यो काम गर्छ भनेर बुझ्नु पर्यो। जसरी सेन्ट्रल गभर्मेन्टमा प्रेसिडेन्ट र प्राइम मिनिस्टरको बिचको रोल एन्ड रेस्पोन्सिबिलिटिजहरू क्लासिफाई गरिरहेछ, त्यसै गरी 9वटा प्रोभिन्समा पनि गभर्नर र चिफ मिनिस्टर अथवा काउन्सिल अफ मिनिस्टर बिचको चाहिँ भूमिका, उनीहरूको दायित्व, कर्तव्य होइन त्यसलाई चाहिँ स्पेसल चाहिँ नि एउटा क्लासिफाई गरेर चाहिँ त्यसको गभर्नेन्स सिस्टम चलाइरहेछ भनेर चाहिँ हामीले सामान्यतया त्यो बुझ्नु पर्यो। तर यहाँ चाहिँ नि फेडरलिजम नभएको हुनाले, फेडरल चाहिँ नि एउटा थ्योरिटिकल कन्सेप्टबाट गभर्नेन्स सिस्टम चाहिँ अपरेट नभएको हुनाले हामीले के बुझ्नु पर्यो भने कम्पेरिटिभली सेन्ट्रल गभर्मेन्ट चाहिँ एकदम पावरफुल छ। सेन्ट्रल गभर्मेन्टले दिएको गाइडलाइन्सलाई फलो गरेर मात्रै प्रोभिन्स र चाहिँ नि लोकल बडिजहरू अपरेट हुने हो होइन। सेन्ट्रल गभर्मेन्टले कुनै पनि डिभोल्युसन थ्रुबाट अथवा चाहिँ कुनै लिगल प्रोभिजनहरू स्पष्ट कन्स्टिट्युसनले अथवा कुनै एक्टले चाहिँ नि लोकल बडिज र प्रोभिन्सहरूलाई टोटल यो गर्न पाउने भन्ने त्यो खालको क्लियर कट चाहिने अथोरिटी प्रोभाइड गरेको छैन। त्यसले गर्दाखेरि हामी के बुझ्नु पर्यो भने प्रोभिन्स र लोकल बडिजहरू कम्पेरिटिभली फेडरल स्टेट भन्दा यहाँ चाहिँ अलिकति कमजोर छन्, उनीहरूको भूमिका चाहिँ कमजोर छ भनेर चाहिँ बुझ्नुपर्छ होइन। अब लेजिस्लेटिभ पावर चाहिँ कस्तो हुन्छ प्रदेशमा होइन भन्दाखेरि प्रोभिन्सियल काउन्सिलहरू हुन्छन् त्यहाँ प्रत्येक प्रदेशमा। प्रोभिन्सियल काउन्सिल ह्याभ अथोरिटी ओभर द सब्जेक्ट लिस्टेड इन द प्रोभिन्सियल काउन्सिल लिस्ट होइन। प्रदेश सभाले के काम गर्ने भन्ने राज्यको कानुनले जे कुराहरू लिस्ट गरिरहेछ त्योभन्दा बाहिर गएर काम गर्न चाहिँ पाइएन। प्रोभिन्सियल काउन्सिल क्यान इनएक्ट द स्ट्याट्युट अन सब्जेक्ट विथिन द देयर जुरिस्डिक्सन। आफ्नो कार्यक्षेत्रभित्र रहेर प्रदेश सभाहरूले पनि केही कानुनहरू चाहिँ निर्माण गर्न पाउँछन् है। तर कम्पेरिटिभली फेडरलिजम भएको कन्ट्रीहरू भन्दा चाहिँ यिनीहरू कमजोर हुन्छन् भनेर बुझ्नु पर्यो। Typically seen in the federal states like the United States, India, Germany, the central government can override provincial decision and the degree of the devolution is limited and subject to change by the central government. भन्न खोजेको के भन्दाखेरि प्रोभिन्सहरू छन् होइन, स्टेट लेभलमा पनि गभर्नेन्सको एउटा सिस्टम चाहिँ छ होइन, प्रोभिन्सियल काउन्सिल पनि छ। तर के छ भन्दाखेरि त्यो सबै कुरामाथि चाहिँ नि जहाँ जहाँ हामी विश्वमा सङ्घीयता सफल भएको राज्यहरू देख्छौँ, फेडरलिजम भएको राज्य जस्तो चाहिँ प्रदेश संसदहरू, प्रदेश सरकारहरू, त्यसको अथोरिटी चाहिँ नि होइन मा बसेको चाहिँ नि एउटा पर्सन अथवा चाहिँ बडिजको चाहिँ नि त्यो खालको अथोरिटी अथवा त्यो खालको चाहिँ नि लिगल होइन राइट चाहिँ छैन। सेन्ट्रल गभर्मेन्टकै चाहिँ कन्ट्रोलमा होइन प्रोभिन्सले काम गर्नुपर्ने स्थिति श्रीलङ्कामा पाइन्छ भनेर चाहिँ यसले प्रश्न पारेको चाहिँ पाइन्छ। अब श्रीलङ्काको लोकल एडमिनिस्ट्रेसन कस्तो छ, हामी अब लोकल एडमिनिस्ट्रेसनको प्रत्येक बडीभित्रको फर्मुलेसन, त्यसको रेस्पोन्सिबिलिटिज होइन त्यति चाहिँ डिपली पढ्न भ्याइँदैन, हामी मात्रै स्ट्रक्चर कस्तो खालको संरचनाबाट चलिरहेछ भन्ने बुझ्ने हो। लोकल एडमिनिस्ट्रेसन भनेको देयर आर 3 टाइप अफ द लोकल अथोरिटिज इन श्रीलङ्का। 3टा किसिमको लोकल अथोरिटी श्रीलङ्कामा छ। एउटा म्युनिसिपल काउन्सिल छ, एउटा अर्बन काउन्सिल छ, एउटा प्रदेशीय सभा भन्ने छ होइन।
यो मध्येमा म्युनिसिपल काउन्सिल भनेको चाहिने म्युनिसिपल काउन्सिल अपरेट्स इन द अर्गनाइज्ड एरिया एन्ड मेजर सिटी। अलिकति विकसित सहरी क्षेत्रमा चाहिने म्युनिसिपल काउन्सिल चाहिने निर्माण गरेर चाहिने शासन व्यवस्था सञ्चालन गरिन्छ। अर्बन काउन्सिल भनेको अपरेट्स इन स्मलर टाउन एन्ड सेमी अर्बन एरिया होइन, अलिकति सानो सानो चाहिने त्यो ठुलो सहरको विकास नभइसकेको, औद्योगिकरण नभइसकेको त्यो इन्टरमिडिएट टाइपको चाहिने सहरी बस्तीलाई चाहिँ हामीले अर्बन काउन्सिलबाट गभर्न गर्छौँ। अर्को रुरल एरियामा सानो सानो ग्रामीण स्थानमा चाहिने प्रदेशीय सभा भन्ने छ। त्यो प्रदेशीय सभाबाट चाहिँ के गर्छ भन्दाखेरि प्रशासन सञ्चालन हुन्छ, स्थानीय तहको चाहिँ संरचना यस्तो खालको पाइन्छ भनेर हामीले बुझ्नु पर्यो है।